म जापान आएको 1 महिना पनि भएको छैन अनि मलाई यहाँको पानी मनै परेन कि पिउनै नसकिने कस्तो त्यो फलामको पाइपबाट पानी आएको जस्तो गनाएको जस्तो फिल हुने कि पिउँदाखेरि। अनि मेरो साथीहरू चाहिँ के भन्छ राम्रो छैन यहाँको पानी यसरी पिउनु मिल्दैन बोइल गरेर पिउ भन्ने। अनि कति धेरै पिउन मन लाग्ने पिउनै नसकिने अनि पानी सधैँ किनेर पिउन पनि सकिँदैन। अनि त्यसपछि खाइसियामा गयो खाइसियामा मेरो नियोजिनहरूले चाहिँ कहिले म पानी पिएको नै देख्दिनँ कि जापानिजहरूले मैले सादा पानी पिएको देखेकै छैन। देखे पनि त्यो ठुल्ठुलो बोतलहरू 2 लिटरको बोतलहरू किनेर अनि त्यही पिउने रहेछन्। अनि उनीहरूले चाहिँ पानी नपिएको देख्दा अनि मेरो रेउसिया समाजहरूले पनि पानी नपिएको देख्दाखेरि चाहिँ कस्तो यिनीहरूले प्लेन पानी नै नपिउने चिया मात्रै पिउने कस्तो खालको चलन हो यिनीहरूलाई त पानी पनि नचाहिने भनी सोच्थेँ कि। अनि अहिले चाहिँ हल्का फुल्का अब जापानको कल्चरको बारेमा थाहा पाउँदै गएपछि चाहिँ यो यस्तो पानी बनाएर पिउने रहेछ कि उनीहरूले। यो पानी भनेर चिया हो यो मुगी चिया भन्छ यसलाई। अनि मसँग त्यो प्याकेट पनि छ है। अनि मलाई नेपालबाट आएपछि म नेपालमा त्यति चिया नरुचाउने मान्छे तर यहाँ आएपछि मलाई यति धेरै चिया पिउन मन लाग्यो। अनि म मार्केट गएँ यो भेटेँ कि मैले त्यसपछि मैले यो लिएर आएँ। अनि मैले चाहिँ यसलाई के गर्थेँ उमालेर चिनी राखेर पिउँथेँ कि। 1 प्याकेट हुन्छ कि यसमा यस्तो प्याकेट हुन्छ पाउच हुन्छ होइन 57वटा पाउच छ क्या 56वटा पाउच छ। यो पाउचले 1 लिटर पानी बन्छ अरे कि उमाल्ने बोइल गर्ने अनि यही पिउने। यसमा चिनी राख्नु परेन केही राख्नु परेन। मैले पनि यसरी बनाएर पिउन लागेको छु। अनि यो पिउँदा चाहिँ यसको स्वाद त्यस्तो कडा छैन जस्तो हामीले नेपालमा चियापत्ती खान्छौँ त्यस्तो छैन। त्यस्तै खाले छ तर यो जौबाट बनेको हुँदो रहेछ कि। यसमा चाहिँ त्यो नर्मल चिया पिउनुभन्दा धेरै फाइदा छ। जस्तो पानी पिउन सकिँदैन यहाँको पानी डाइरेक्ट पिउन सकिँदैन। त्यही भएर जापानिजहरू चाहिँ बच्चादेखि बुढो मान्छेहरूले यो पिउन सेफ छ। यो तातो पानीमा बोइल गरेर पिउनुहोस् अथवा चिसो पानीमा राखेर पिउनुहोस् तपाईँको इच्छा तपाईँ जसरी हुन्छ त्यसरी पिउनुहोस्। 1 प्याकेटबाट 1 लिटर पानी त्यसपछि 56वटा पाउच छ कि यसमा त्यो धेरै दिन खान सकिन्छ हामीले। पिउँदाखेरि चाहिँ मैले आफूले पर्सनली फिल गरेको कुरा चाहिँ कस्तो हल्का फिल हुने आफूलाई अनि पानीको प्यास पनि मेटाइदिन्छ कि यसले। अनि अब चाहिँ म यसैलाई कन्टिन्यू गर्छु। अनि फिल हुन्छ कि जापानिजहरू किन यति ह्याप्पी हेल्दी छ भन्दाखेरि सायद यस्तै नेचुरल कुराहरू खाएर पिएर होला। हामी चाहिँ अहिले चिनी क्याफिनहरू खाएपछि आफूलाई अलिकति फ्रेस फिल भएको एक्टिभ फिल भएको जस्तो गर्छौँ तर उनीहरूले चाहिँ यसमा केही पनि हाल्दैन। यसमा खालि यो मात्र बोइल गरेर उमालेको छ अरू केही पनि छैन। स्पेसली चाहिँ गर्मीमा यो धेरै पिउँदो रहेछन् यहाँ। गर्मीमा शीतल हुन्छ शरीर अनि त्यसपछि पसिनाहरू धेरै बग्दाखेरि शरीरलाई ऊर्जा दिन्छ यसले शीतलता हुन्छ अनि हाम्रो रक्त सञ्चार राम्रोसँग हुन्छ। अनि त्यसपछि पानीको कमी पूर्ति गर्ने भयो हाम्रो खानाहरू राम्रोसँग पचाउँछ पाचन प्रणालीलाई राम्रो गर्छ। अनि प्लस यसमा क्यालोरी र चिनी छैन अनि यसले गर्दा चाहिँ एकदम 100% नेचुरल फाइदाजनक छ। यो जापानमै उत्पादित हो रे होइन। अनि सो मैले पनि यो पिउन सुरु गरेको छु। तपाईँलाई पनि पानी पिउन गाह्रो भइरहेको छ यहाँ पानी एकदम नमिठो लाग्छ नेपालको जस्तो पानी छैन भन्ने फिल हुन्छ भने आजैदेखि यो सुरु गर्नुहोस्।